हैन भने जस्तो ठाउँ भने जस्तो गाउँ हेरौँ है गाई जस्तो ढुङ्गा पहाड आहा 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 साह्रै 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 राम्रो एकदम बबालको छ ल भाइ भन त नमस्ते सम्पूर्णजना घुम्न आउनु होला पिकनिक खान होइन हाम्रो माथि शिवलिङ्ग छ होइन साथीबाट शिवलिङ्ग छ आउनु होला घुम्नको लागि राम्रो ठाउँ छ हेर्नु है आउँछ 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 खै सुशीले दाजु ल हेरौँ है हजुर जाउँ जाउँ भाइ ल लामो लामो तपाईँहरूको त भट्टाभर टिपायो भने त हुन्छ होला पैसा भाइ के महिनाको हो कि तपाईँहरूको यो हाम्रो त्यस्तै महिना सुशीलाई कस्तो लागिरहेको छ आजको ठिक छ नि उल्टा हुन आज क्या हो त्यो पुरा हो त्यहाँनिर त्यहाँनिर यहाँ चाहिँ को समिति मान्छे बस्छ कि बाबाजी बस्छ बाबाजी सुतिरहनु भएको छ नि घरभित्र सुतिरहनु भयो होला है यहाँ बाबाजीहरू पनि हुनुहुन्छ हेर्नु बाबाजीहरू बाथरुमहरू पनि छ है यस्तै यहाँ पनि बाबाजीले अलिकति हजुरहरूलाई राखिदिएको छ प्रसाद आउँदै गर्दा हुन्छ समितिले हाम्रो वन यो चाहिँ यो वन ल है यो चाहिँ वन जङ्गल है वन जङ्गल हो हेर्नु होला है हस् हस् पानी खानु पर्यो भने दाह्रो यहाँ छ भने यहाँ जस्तो अब खोलाको नजारा हेर्ने भने त्यत्तिकै राम्रो छ भने यहाँको होइन हुनै नपर्ने खालको यहाँ चाहिँ हाम्रो खतरा ठाउँ छ यता घर पनि देखाउनु खतरा छ है वनहरू सिधा गर्न यता आउन सक्नुहुन्छ है भाइको नाम चाहिँ के भाइ मेरो नाम दिलीप खनाल हो यता हेर्न सक्नुहुन्छ गुफा पनि देख्न सक्नुहुन्छ हजुरहरूले गुफा पनि छ यहाँ माथि छ गुफा चढेको चाहिँ पैसा लाग्छ के भएन त्यहाँबाट मातालाई यसो आफ्नै खाएर दिनुहुन्छ गुफा पनि छ माथि जानुपर्छ धेरै नै माथि छ टपमै हामीले देखिँदैन होला होइन यो आधी फाऱ्यो भनेर देखिहाल्यो यहाँ हाम्रो टाढाबाट आउनेहरूलाई खानाको व्यवस्था पनि छ यहाँ माथि होटेल छ पैसा चाहिँ तपाईँहरूले तिर्नुपर्छ है त्यो त खाएपछि त तिरिहाल्छ नि भाइ होइन यो मन्दिरको नाम के अरे भाइ यो खै यता भिडियोमा नारायणेश्वर है हाम्रो मन्दिरको नाम नारायणेश्वर मन्दिर है त नारायणेश्वर मन्दिरलाई चाहिँ दर्शन गरौँ है साथीभाइहरू सबजना मिलेर हेरौँ यो टोली लिएर आएर पिकनिकहरू पनि आउन सक्नुहुन्छ 10-15 जना ग्याङ लिएर आएर हस् ल धन्यवाद भाइलाई गीत चाहिँ आउँछ कि आउँदैन भाइ आउँछ ल एउटा गीत गाइदिउँ त सुनिदिउँ त ल सुनिदिउँ त एउटा गीत ल मन बिनाको धन तुलसी मन बिनाको धन आकाशमा उडी जाने हे सरिवन दुनियाँलाई हे भरिवन थ्याङ्क यू कति राम्रो गीत है कति मिठो हाम्रो अशोक जलजीको गीत है आहा यार कस्तो राम्रो मान्छेको नाम लिनु हो यार मान्छे सानो होइन गीत चाहिँ एकदम मनाकारी गएको छ है अर्को पनि अशोक दर्जीको छ ल गाइदिउँ त सुन आमा भन्दा राम्री कोही छैन संसारमै कोही छैन संसारमै
आफैको छैन संसारमा यहाँकै आदि मात्र आउँछ है। हस् धन्यवाद धन्यवाद। अनि तिमीलाई नै आउँछ भाइ गीत गाउनु? भात खान मात्र आउँछ होला होइन? उसलाई त भात खान र टोइलेट जान मात्र आउँछ होला। हो ल हेर्नु त्यहाँ पनि मन्दिर छ हेर्नु है। मन्दिर त्यहाँ पनि यस्तो दामीको मन्दिर छ कि ल हेर्नुहोस् है। त्यहाँ गुफाहरू भएको यहाँनिर उयो चाहिँ के अरे कुल कुलहरू। ल ऱ्याप ऱ्याप एउटा 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 ऱ्याप जाओस् त ल ल भाइ एउटा ऱ्याप जाओस् त एउटा एउटा ऱ्याप हानिदिउँ न ल फेरि भन् न जुन हाने हान ल ल म या तँलाई पन्टिउला नगर चिन्छ जा 10 रुपियाँको पाइलोट लिएर आइज 3टा या या हाने हाने मैले पनि खान्छु त्यसैले गर्दैछु कुरो भात खाने बेलामा चाहिने चिया खाने बेलामा चाहिने काली बाई गर्दा सोकोट नपाइने त्यो सोकोट नपाएको त्यो मजाले खाइने यो चक्रा बेबी एबीसी ठुला दिदी पछि कामिरा या या कामिरा भन्ने क्या खतरा हामी खतरा छ है भाइ डेन्जर छ है यो भाइ। यो मन्दिरको नाम चाहिँ के भाइ? यसको त नाम राखेको हो आज हाम्रो दाइहरू आउनु भएको छ खुसी छु म सुटिङमा आउनु भएको छ धन्यवाद। ल ल ल भइरहेछ यहाँ भइरहेछ माथि हेरेर आइसक्यो दाइहरूले आदिल्ला ब्लक हल्का हान्नु परिहाल्नु नि